आज मसँग एकदमै नराम्रो समाचार छ। इट्स अ भेरी भेरी ब्याड न्युज। हो, यति भन्ने बित्तिकै तपाईँहरूको दिमाग सायद अलिकति बढी आकर्षित भयो होला। अनि हाम्रो दिमागले नराम्रो कुरा सुन्ने बित्तिकै चाँडै ध्यान दिन्छ। कतै झगडा भयो भने, कतै एक्सिडेन्ट भयो भने, कतै नराम्रो कुरा भइरहेको छ भने हाम्रो दिमाग त्यतिखेर छिट्टै अट्र्याक्टिभ हुन्छ। अनि यो कुरा किन हुन्छ त? आजभन्दा हजारौँ वर्ष अघि मानिसको मस्तिष्क चाहिँ खतराबाट बच्नको लागि चाहिँ सधैँभरि अलर्ट भएर बस्ने गर्थ्यो। अनि त्यो बानी चाहिँ आजसम्म हाम्रो दिमागमा रहिरहेको छ। त्यसैले हाम्रो दिमाग छिट्टै नराम्रो कुराबाट प्रभावित हुन्छ। जस्तै कि हामी सोसियल मिडियामा पनि देख्छौँ नि, कतिवटा नराम्रो भिडियोजहरू, झगडा परेको होइन, अनि त्यसपछि एक्सिडेन्ट भएको, भ्रष्टाचार भएको भिडियोहरू एकदमै भाइरल भइरहेको हुन्छ है। अनि त्यो सबै हाम्रो दिमागको खेल हो। अनि त्यसलाई चाहिँ साइन्समा नेगेटिभिटी बायस भन्छ है। तर एउटा इन्ट्रेस्टिङ कुरा, यो वर्ल्डमा होइन नेगेटिभ कुरा मात्र छैन है, पोजिटिभ कुरा नेगेटिभ भन्दा धेरै धेरै छ। त्यसैले नेगेटिभ कुरालाई चाहिँ स्क्रल आउट गरेर पोजिटिभ कुरालाई चाहिँ सधैँभरि स्क्रल इन गर्ने बानी बसाल्नुपर्छ है त। चियर्स।